आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाली जनतालाई नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु। विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरोस् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। नयाँ वर्षगाँठले सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रमा विश्वास राख्ने सम्पूर्ण महानुभावहरूलाई सद्बुद्धि, ज्ञान, विवेक र मेलमिलाप साथसाथै समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। साथसाथै विश्वभर छरिएर रहनुभएका नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाली सद्भाव, मौलिकता, लोकतन्त्र, गणतन्त्र र नेपालको विकास, समृद्धि र मौलिकतालाई सम्पूर्ण नेपालीहरूले आफ्नो ठाउँबाट रक्षा गर्ने भूमिका खेल्नु पर्दछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। साथसाथै नेपाली वर्षगाँठले नयाँ वर्षगाँठले नेपालमा रहेका सम्पूर्ण बुद्धिजीवी र राष्ट्रको नेतृत्व गर्नेहरूलाई सद्बुद्धि प्रदान गरोस् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। आर्थिक, सामाजिक, भौगोलिक, नैतिक, शैक्षिक र सांस्कृतिक क्षेत्रको विकासको निम्ति अत्यन्तै उत्कृष्ट भूमिका नेपाली जनताले नै खेल्नुपर्छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। साथसाथै स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात, खानेपानी र रोजगारको विकासका निम्ति आम नेपाली जनसमुदायले आफ्नो क्षेत्रबाट अत्यन्तै गहन भूमिका खेल्नुपर्छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। नेपालमा रहेको विद्यमान पुरानो विचार सिद्धान्त र आधुनिक विचारलाई सन्तुलनमा राखेर राष्ट्रका सबै एजेन्डाहरूलाई, विचार सिद्धान्तहरूलाई समेटेर राष्ट्र निर्माणका निम्ति राज्यले उत्कृष्ट भूमिका खेल्नुपर्छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। राज्यका सबै शक्तिहरूलाई सन्तुलनमा राखेर साथसाथै अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्ति सन्तुलनलाई मिलाएर लोकतान्त्रिक गणतन्त्र र विकासको सम्वर्धन र रक्षा गर्नुपर्छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै शक्ति केन्द्रहरूलाई विचार सिद्धान्त र सबै विकासका पूर्वाधारहरूलाई सशक्त रूपमा सन्तुलन मिलाएर अगाडि बढाउनुपर्छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। साथसाथै 2082 सालको नेपाली नयाँ वर्षगाँठले सम्पूर्ण नेपालीहरूलाई सद्बुद्धि, ज्ञान, श्रम र सिपको विकासका निम्ति र सकारात्मक धारणा र सोच, सिद्धान्त र विचारको विकासका निम्ति अत्यन्तै गहन भूमिका प्रदान गरोस् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। सम्पूर्ण नेपालीहरूको मेलमिलाप र सौहार्दपूर्ण भाइचाराको विकासका निम्ति हामी सबै युवा शक्तिहरूले आफ्नो क्षेत्रबाट गहन भूमिका खेल्नुपर्छ भन्ने विश्वास व्यक्त गर्दै नयाँ वर्षगाँठले हामी सबैलाई सद्बुद्धि, मेलमिलाप, भाइचारा, सुख, शान्ति र समृद्धि प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू सो मच।